केही वर्षको विदेशको यात्रापछि म धनगढीमा फर्किएँ। धनगढीमा दृश्य एकदमै रमणीय थियो। सुन्दर सहर, सुन्दर सडक, बस्ती पुरानै गल्ली उही। यो यात्रामा म एकदमै रमाइरहेको थिएँ। अब धेरै बिरानो लागिसकेको रहेछ। करिब 5 वर्षको पश्चात म धनगढी फर्किएँ। म हिजो बेलुकी मात्रै एक नाइट बसेर चियापान गर्दै धनगढीको यात्रा यहीँ समाप्त गरेँ अनि फर्किएँ आफ्नै जन्मभूमि अछामतिर। तल त्यहाँतिर पहिला जङ्गल एउटा धारो थियो, बाँसको झोलको छेउनेर। अनि हाम्रो यो चाहिँ भाँडाकुटी खेल्ने ठाउँ बचपनमा। अनि यो ओडारमा बस्दै व्यापारी खेल भाँडाकुटी खेल्थ्यौँ। अनि यता चाहिँ शिलाजित छ। यो चाहिँ पुरै ढुङ्गामा लागेको छ। मतलब अझै नजिक गएर देख्न सक्दिनँ। यहाँ माथि यस्तो छ। त्यो माथि चाखुरालाई हामीले मार्थ्यौँ पहिला। यहाँ हेर्नु है, खैरो खाले यो पनि एक किसिमको शिलाजित नै हो अरे भन्ने कुरा सुनेको छु मैले। स्वास्थ्यको लागि धेरै राम्रो काम गर्छ। यहाँ कस्तो लागिरहेको ठ्याक्क नुन लागे जस्तै भएको है। अनि अमिलो चुगिलो हुन्छ। अमिलो नुनिलो हुन्छ। धेरै राम्रो काम गर्छ अरे यो है। म यहाँनिर गएर देखाउँछु। यो तपाईँको चाहिँ यो खा त यहाँ कप कपडा पाडै म त भिडियोमा देखाउँछु। ल मुख बिगार पनि अमिलो भ्यास त ठुलो ढुङ्गा छ है। जस्ता जस्तै छ। अनि यो ओडार यसमा आफ्नो भाँडाकुटी खेल्थ्यौँ। कस्तो राम्रो छ। अनि म अझ पनि देखाउँछु माथि। यहाँ हाम्रो बाख्रा चराउनु थियो। त्यहाँ पानी आउँथ्यो नि। पानी आउँथ्यो, नुहाउँथ्यौँ, पौडी बनाउँथ्यौँ हामी। अनि गाउँको केही बसाएपछि केही छैन। एक दिन हामी पहिल्यैबाट नुहाउने, खेल्ने अनि माछा मार्ने, एकदमै पौडी खेल्नलाई सजिलो पर्ने हाम्रो कैलाश खोलातिर रमाउँदै हिँड्यौँ। हामी 3 दाजुभाइ पौडीको एकदम धेरै आनन्द लिइरहेका थियौँ। गाउँको केही दिनको बसाइपछि हामी अब यो यात्रालाई रोमाञ्च बनाउन फेरि कर्णालीतिरको यात्रा सुरु गऱ्यौँ, जहाँ कर्णाली पुल राखनसम्म पुगिन्छ। हामी राखनसम्म पुग्यौँ। अब राखनतिरको यात्रामा गीत गाउँदै नाच्दै हाँस्दै यो यात्रा सुरु भएको थियो। यो यात्रामा आदरणीय दाइहरू अनि साथीहरू अनि हामी सबै थियौँ, सबै दाजुभाइहरू। कमल बजारभन्दा उतापट्टिको यो सिनमा एकदमै आनन्द लिँदै रमाउँदै नाच्दै गाउँदै कता कता गीत गाए झैँ मेरो पहाडको यो यात्रा एकदम सुगम लाग्दै थियो। यो यात्रा निरन्तर कर्णालीमा थियो। र गाउँको बसाइको अन्तरालमै हाम्रो गाउँ क्षेत्रमा
खसवंशीहरूको मस्तो पूजाको मेला सुरु भइसकेको रहेछ, जहाँ झाँक्रीहरू अनि आज फेरि तयारी भइसकेका छन्, जहाँ थानमा जानलाई सबै झाँक्री र रम्च्यारुहरू अर्थात् दर्शकहरू त्यो मेला हेर्नलाई सबै तम तयार भएका नयाँ नौला कपडाहरू लगाएर जाने गर्दछन्, जहाँ झाँक्रीहरूको दामी झाँक्री ठुलो नाच। यसलाई भनिन्छ भोलि पर्वमा जानुभन्दा एक दिन अगाडि घडेउल, जो एक घडेउल आफ्नो गाउँमा नै दामीहरू आफ्नो प्रदर्शन गरेर भोलिपल्ट थानमा जाने गर्दछन्, जहाँ हाम्रो देश नेपाल हरेक ठाउँबाट सामाजिक, भौतिक, धार्मिक विविध कुराहरूले भरिपूर्ण छ, जहाँ नेपालले आफ्नो संस्कृतिहरूलाई चिनाउन अझै असफल रहेको मलाई महसुस हुँदछ। नेपालको साम्प्रदायिक संस्कृतिहरूको पहिचान गराउने, मुक्त धेरै बोली र ठाउँसम्म पुर्याउने सायद कुनै पनि व्यक्ति वा कुनै को पनि जिब्रो अगाडि बढेको छैन जस्तो लाग्छ मलाई। यो संस्कृतिलाई परम्परागतदेखि चलिआएको संस्कृतिलाई अगाडि बढाउन अझै सकिएको छैन जस्तो लाग्छ। कुसंस्कारलाई हटाएर सुसंस्कारलाई मात्रै जीवित राख्नलाई अझैसम्म हाम्रो वर्ग, हाम्रो खसवंशी अझै पछाडि पडिरहेको महसुस हुँदछ।
आजलाई यति खस झाँक्रीहरूको खस दामी मस्टा झाँक्रीहरूको मेलाको भोलिपल्ट हामी लेकपिडको यात्रा गर्दैछौँ। जबकि हामी त्यहाँबाट एउटा भैँसी लिएर गाउँ फर्किनेछौँ। हामी ल जाऊ जाऊ नमस्कार। हामी चाहिँ हाम्रो माथिको लेकतिर घुम्न आउँछौँ आज। ल म तपाईँ बाँकी आफ्नो फोटोभन्दा भने चाहिँ भ्यू देखाउने भ्यू है। मेरो पहाडलाई ढकमक्क त्यहाँको घाँस वन जङ्गल बोट बिरुवाले पछ्यौरी अनि यो बादलको दृश्य हेर्नुहोस्। जानेर नारीले शिरको शिरमन्दी लगाए झैँ बादलले काँडा काँडाहरूलाई ढाकिरहेको थियो। रुखहरू जिर्निन्छ, हावाले पातहरू इसारा दिइरहेको महसुस गर्थ्यो। बादल तलै गाउँसम्म झरेको थियो, जबकि गाउँलाई काट्ने गरी नै झरेको थियो। यो थियो हाम्रो लेकको मेन भूभाग, जहाँ हाम्रा पुर्खाहरूले गाई भैँसी पालेर आफ्नो जीवनयापनको गुजरात गर्दथे। यो मेन लेकमा अझै पनि त्यहाँ ठुला बुवाहरूले मकैहरू पालिरहेका रहेछन्, मकैहरूको खेती गरिरहेका रहेछन् अनि गाई बाख्रा भैँसीहरूको लालन पालन रहेछ। करिब 400-500वटा बाख्राको लालन पालन रहेछ। हामी यहाँ छानामा एकछिन बस्यौँ। तपाईँले हेर्न सक्नुहुन्छ यो मलिलो माटो, सुनफुल्ने माटो भनौँ। अब हेर अङ्कलजीले हामीलाई लेकको भात पस्किसके हान च्याट्टै लाएर अर्ग्यानिक खाना हेर यस्तो हुन्छ। फाइनली हामीले त्यहाँको भात खाएर अझै माथि उकालो चढ्दै थियौँ, जुन 4,000 देखि 5,000 मिटरको उचाइमा छ। हामी यो यात्रालाई निरन्तर गर्दैछौँ। जुन मेरो जन्मभूमि सडकको घेराउमा रहेको अति सुन्दर थियो। अब हामी यो समय पश्चात बिलथमाका छडा हर्दुन रहडाइरहेको भन्ने गीत सुनेका छौँ होला।
यो माथि बिल्थम भन्ने ठाउँबाट करिब 4,500 जब हामी जति जति माथि माथि गयौँ त्यति त्यति धेरै बादलले आफ्नो रूप बदलिरहेको थियो। अघिसम्म यो डाँडा काँडाहरूलाई झपक्क ढाकेको थियो भने अहिले सर्लक्कै बादलले छोडेको छ। जति माथि गयौँ त्यति बादलले आफ्नो रूप बदलिसकेको छ। तलको बादल सबै सोसेर आकाशतिरै लगिसकेको छ। यो देख्दा यो मात्र एउटा यस्तो ठाउँ होला जो 4 दिशामा 4वटा रूप हुन्छ। एकातिर सुन्दर र रमाइलो छ भने अर्कोतिर पानी परिरहेको दृश्य देख्न सक्नुहुन्छ र अर्कोतिर बादल लागेको, अर्कोतिर रमाइलो रमणीय देख्न सक्नुहुन्छ। यो ठाउँ यो दैवी शक्ति हाम्रो बिल्थम ठाउँ भन्ने पनि आकाशले ढाकिसकेको छ। मान्यता छ। अब यस पश्चात हामी भैँसीलाई लिएर ओह्रालोतर्फ निरन्तर गइरहेका छौँ। अब यो मेरो गाउँभन्दा माथिको र गाउँभन्दा तल दुईटा गाउँको दृश्य तपाईँ यहाँ हेर्न सक्नुहुनेछ। अब धेरै तल झरेपछि मेरो गाउँलाई एकदम नजिकबाट हेर्न सकिन्छ। जबकि 5,000 मिटरको उचाइबाट हेर्दा अर्कै देखिन्थ्यो, फेरि अहिले अर्कै देखिन थालिसकेको छ। अब मेरो गाउँको यात्रा यहीँ समाप्त भएर जान्छ। म काठमाडौँ ब्याक फर्किएँ। काठमाडौँमा गौडाको मेला र विशेष कार्यक्रम दुइटै चलिरहेको रहेछ। यो तीज विशेष कार्यक्रमको मैले एकदमै आनन्द लिएँ। त्यस पश्चात फाइनल्ली केही दिनको बसाइपछि म नेपाल छोडेर विदेशतिर आएँ। विदेशतिर आएको करिब 1 महिनापछि साथीहरूले सानो पार्टी गरेका रहेछन्। यो पार्टी तिहार विशेष कार्यक्रम थियो, जुन साथीभाइहरू कुनै गाउँदै, कुनै नाच्दै, कुनै हाँस्दै, कुनै रमाइलो गर्दै र हल्का चिरिप्प लाउँदै यही हाम्रो एकदमै रमाइलो भएको थियो। धन्यवाद सबै दर्शक महानुभावहरू यहाँसम्म हेरेर साथ दिनुभयो। आगामीका भिडियोहरू पनि हेरिदिनु हुनेछ भन्ने आशा गरेको छु। लाइक, सब्सक्राइब सँगसँगै सबै कुराहरू तपाईँले गरिदिनु हुनेछ भन्ने पनि आशा गर्छ। 1 महिनापछि हाम्रो तिहार विशेष कार्यक्रम सुसम्पन्न भयो।